साहित्य बुझ्दै जाँदा कमलराज भट्टराई। धेरै अघि विद्यार्थी कालदेखि नै मैले साहित्यिक वातावरणमा घुलमिल हुने अवसर पाए पनि केही गर्नुपर्छ भन्ने सोचिएन। सधैँ फुर्सद भएपछि गरौँला भन्ने भ्रम पाल्दै समय बितेछ। पछि फर्केर खेर गएको समय खोज्नु व्यर्थ रहेछ। सधैँ आफूलाई लेखन कार्यमा होमिन उपयुक्त पात्र ठानिनछु। दाजु डाक्टर तुलसी भट्टराई, भाइ डाक्टर गोविन्द भट्टराईले सधैँ घचघच्याइरहँदा र साहित्यिक कार्यक्रममा आउनुहुने विद्वानहरूले तपाईँ के गर्नुहुन्छ भन्दा मन झस्किन्थ्यो। बाल्यकालदेखि युवावस्थासम्म यायावर भएर बटुलेका अनुभवहरू डायरीमा कोर्थेँ, तर बाहिर ल्याउन सकेको थिइनँ। एक दिन हिम्मत गरेर भाइ गोविन्दलाई देखाएँ। गोविन्दबाट हौसला पाएपछि कान्छो भाइ देवेन्द्र मार्फत नेपाल प्लस अनलाइन पत्रिकामा केही लेख प्रकाशित भए। धेरै पाठकहरूले पढेर सकारात्मक प्रतिक्रिया दिनुभएकोमा म आफूलाई गौरवान्वित ठान्दछु। धन्य त्यसैको परिणाम स्वरूप आज यो सानो कृति पाठक समक्ष प्रस्तुत गर्ने अवसर मिलेको छ। यसभित्र 26 वटा प्रारम्भिक बाल्यकालदेखि वर्तमानसम्मका अनुभूतिहरू समेटिएका छन्। तिनलाई स्मरणात्मक निबन्धको रूपमा प्रस्तुत गरेको छु। जीवनका भोगाई र अनुभूतिहरू सबैका आफ्नै खालका हुन्छन्, मात्र समय र स्थानले फरक पार्ने हो। हाम्रो पुस्ताले घाँस दाउरा र गोठालो गरेको अनुभवसँगै वर्तमान डिजिटल प्रणालीको थोरै भए पनि अनुभव प्राप्त गर्ने अवसर पाएकाले गौरव लाग्छ। हालको पुस्तालाई हाम्रा भोगाईहरू ढुङ्गे युगकै लाग्न सक्लान्। यसभित्र जे जस्तो छ त्यो भोगाईको पात्र म आफै हुँ। घटनाक्रमलाई प्रसङ्ग अनुसार संयोजन गर्न धेरै आफ्नै अनुभूति र थोरै अंश दोस्रो आँखा सुनेको कुराबाट लिएको छु। बाँकी सबै पाठकहरूकै दृष्टिमा समर्पित छन्, जे जस्तो ठहर हुन्छ। अन्त्यमा मलाई सधैँ लेख्न प्रेरित गर्ने श्रद्धेय दाजु तुलसी, भाइहरू गोविन्द, खगेन्द्र, देवेन्द्र र सम्पूर्ण परिवारप्रति आभारी छु। साथै मेरा रचनाहरू प्रकाशित गरी पहिलोपल्ट पाठक समक्ष पुर्याएर सहयोग गर्ने अनलाइन पत्रिका नेपाल प्लस तथा प्रतिभा निकेतन परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। मेरा रचनाहरू टङ्कण गर्न सहयोग गर्ने भाइ बहिनीहरू आरुष रिजाल, सुलभ अधिकारी र मनिषा सुवेदीलाई मुरी धन्यवाद दिन चाहन्छु। आगामी दिनमा अझै अध्ययन र लेखनको अभ्यास र सिकाइमा मेरो चाहना छ। यसपालि भाइ डाक्टर गोविन्दले हामी धेरैजनालाई आफ्नो साहित्यिक यात्रामा लगी साहित्य परिषद मणिपुरकै तत्वाधानमा कृति विमोचन गराउने प्रबन्ध मिलाइदिएकाले हामी अत्यन्त प्रसन्न छौँ। कार्तिक 2 गते 2079 दमक 1 भाङबारी झापा।